हेलो गाइज वेलकम ब्याक। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु होइन। ओके गाइज, हामी चाहिँ अहिले अदुवा खान आएको छौँ होइन। आमा म दाइ अनि भाइ बहिनीहरू छन्। अनि त्यसपछि हामीले चाहिँ अदुवा खान लगाएको छौँ अहिले चाहिँ होइन। हेर्नुहोस् गाइज, यो चाहिँ अदुवा हो होइन। अनि यो चाहिँ बेसार हो। दाइले चाहिँ खन्न लाग्नु भएको छ। म देखाउँछु हजुरहरूलाई। हेर्नुहोस्, अनि यो चाहिँ यो सेतो सेतोवाला चाहिँ अदुवा हो होइन। अनि यो पहेँलो पहेँलोवाला चाहिँ बेसार हो। अनि यो अदुवालाई चाहिँ धोएर चाहिँ त्यत्तिकै छोडिदिन्छौँ हामी होइन। यसलाई पिस्दैनौँ। तर कसैले चाहिँ यस्तो पिसेर चाहिँ धुलो बनाएर चाहिँ तरकारी हाल्ने युज गर्छन् होइन। तर हामी चाहिँ यसलाई त्यत्तिकै कुटेर युज गर्छौँ होइन। अनि किनकि यो त्यत्तिकै कुटेर युज गरेको चाहिँ एकदमै राम्रो हुन्छ त्यो धुलो बनाएको भन्दा। अनि यो चाहिँ बेसार हो होइन। यसलाई चाहिँ अब धोएर चाहिँ काटेर सुकाएर चाहिँ सुकिसकेपछि यसलाई चाहिँ घट्टामा लगेर चाहिँ पिसेर चाहिँ युज गरिन्छ यसलाई होइन। ओके गाइज, अदुवा र बेसार खनेर चाहिँ अब सकियो होइन। अब हामी घरतिर जान लाग्यो। गाइज, हामी चाहिँ घर आइसक्यौँ होइन। अनि यो आज चाहिँ हामीले यत्तिकै छोडिदिएका छौँ यसलाई। यो बेसारलाई चाहिँ अब धोएर चाहिँ काटेर चाहिँ सुकाउनुपर्छ। अदुवालाई चाहिँ हामी यत्तिकै छोडिदिन्छौँ। अनि आज चाहिँ भएन, धुने चाहिँ भएन, आज टाइम छैन हल्का। आज घरमा अरू पनि काम छ, त्यसैले हामीले यसलाई यत्तिकै छोडिदिएको छौँ। यसलाई चाहिँ भोलि बनाउने भन्ने छ होइन। ओके गाइज, आजलाई यति नै। भेटौँला नेक्स्ट ब्लगमा होइन। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। ओके बाई।